हाम्रो चाहिँ युनिभर्सको लागि अडिसनको लागि काठमाडौँ आज चाहिँ गइँदैछ। सब तयारी भइरहेछ देखि सक्नुहुन्छ। प्यात्त परेर बसिराख्नु भएको छ यहाँ। बाब्रे 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 हामी चाहिँ यहाँ काठमाडौँ जान रेडी भइसकिसक्यौँ। थोरै सामानहरू छ, एक दुईजना चेलोहरू आउनु बाँकी छ, त्यही भएर चाहिँ हामी पर्खिरहेको छौँ गाइज। अब हामी डान्सरहरूलाई चाहिँ यहाँ खदा उडाएर सम्मान गरेर जितेर आउनुको लागि यहाँ आशीर्वाद दिन आँट्नु भएको छ। हाम्रो सुजन सरको मम्मी हुनुहुन्छ। आउनु न तपाईँ, आउनु ल। ल आउनु अलि पिलो आउनु त। फाइनली हाम्रो गाडी आएछ। के भन्छ गोरु एकदम ठिक छ यार। गाडीमा चढ्न आँटेको छ गाइस। हामी चाहिँ गाडीमा केटिएम त्यो लाग्यो गाइस। केटिएम त्यो लाग्यो गाइस। हामी चाहिँ गाडीमा चढिसक्यौँ होइन। हाम्रो गाडी कुद्दैछ। यहाँ चेलीहरू यता छन्, केटाहरू उता छन् होइन। यहाँ हाम्रो कृष्ण सर, यहाँ हाम्रो सुजन सर यस्तरी बसिराख्नु भएको छ गाइस। यहाँ हाम्रो अनमोल सरले हेर्दै हुनुहुन्छ उता। हामी चाहिँ युनिभर्सको लागि काठमाडौँ लाग्यौँ गाइस। युनिभर्सको लागि बल्ल बल्ल हामी चाहिँ खाना खानको लागि रोकेको छौँ यहाँ होइन। तपाईँ देखाउँदिनँ म त है। अब के खाऊँ भन्ने कुरा भयो क्या यहाँ आएर होइन। हामी राति के भएर कति बजी टाइम कति बेला 1 बजी 1:30 बजी भइसक्यो होइन। टाइममा खाना खाने कि चिया खाने हो? गुड नाइट भन्नु कि गुड मर्निङ भयो भनौँ भयो क्या यहाँ। गुड मर्निङ र गुड नाइट दुइटै एकैचोटि पर्छ। कस्तो रेस्टै भएन। तिमी त सलक्कै भइसकेछ त नि। कस्तो सपना देख्दै थिएँ झट्के मार्दा क्या गाडीले। हाम्रो खाना हाम्रो चेलीहरू कम्ती कम हाम्रो कृष्ण सर बाँड्दै हुनुहुन्छ। सुजन सर हुनुहुन्छ यता। के छ हौ सरहरू? अनमोल सर मिठो खाने होइन? ठिक छ ठिक छ। नाट्यौँ होइन। यहाँ सुताए मरत भएर चाहिँ हाम्रो ग्रुप टोलीहरू यता यस्तै छ होइन। सुतिरहेको छन् गाई सकेर। यहाँ हाम्रो अर्को चाहिँ रातभरि हेरेको गर्दै यार मेरो पार्टनर। र फाइनली बिहान भइसकेको छ, गुड मर्निङ भइसकेको छ। अनि गाई हामी चाहिँ काठमाडौँ गएको कहाँ पुगा कालो ओह्रालो गर्दै यहाँ पेट्रोल पम्पतिर गएर छ गाई चाहिँ कता पुऱ्याउने हो गाई चाहिँ होइन। हामी चाहिँ यहाँ बालन सिटीमा टक्क उत्रिसक्यौँ है। यहाँ झापाले अलि लुट्नु खोज्दै छ गाई चाहिँ। यसो सामानहरू पुऱ्याउनु परेको थियो। गाडीले पनि अब उता रोकाउनु दिँदैन भनेर अब यता हामीले यस्तो भेनसेनहरू यो गर्नु खोजेको। अब झापालीलाई लुट्नु खोज्छ गाई चाहिँ। अब हेर्नु एम्बुलेन्सले लुट्नु खोज्दैछ। एम्बुलेन्समा सामान लगिदिन्छु भने त यसो हेल्प गर्ने मान्छेहरूलाई भनेको त लुट्नु खोज्दैछ गाई चाहिँ। अब के भन्नु, यो एम्बुलेन्स हेर्नु सक्नुहुन्छ। बालेन्सासम्म पुऱ्याइदिनु होला। काठमाडौँमा यसरी हिँड्ने छ गाइज। यसरी काठमाडौँमा यो दार्जिलिङमा मान्छे हिँड्नु गाइज। बालेन्सामा गाइज हामी चाहिँ रुममा आएको छ। हामी चाहिँ बोइजहरूको रुम हो। हाम्रो चेलीहरू चाहिँ तपाईँले बसिराख्नु भएको छ। सरहरू गफ परे गरेको हुन्छ। हाम्रो चेलीहरू चाहिँ यता लुगासुगा मिलाउँदैछन्, के गर्दैछन्। हाम्रो सामान छ यहाँ हाम्रो हेन्डसम केबी सर चाहिँ यहाँ पुरा मोबाइल चलाउँदै हुन्छ। यो भाइ चाहिँ के गर बस्दैछ यहाँनिर। ठिक छ गाइज, त्यस्तै छ। र गाइज
हामी चाहिँ प्र्याक्टिसमा जाँदैछ होइन सबजना हामी चाहिँ प्र्याक्टिसमा जाँदैछ गाइस काठमाडौँको हालत तपाईँहरू देख्न सक्नुहुन्छ है अरू चाहिँ कता कता घुम्नु गयो हामी चाहिँ सपिङ गर्नुलाई गाइस होइन हामी चाहिँ सपिङ गर्नुलाई अब हामी चाहिँ यहाँ पशुपति दर्शनको लागि जाँदैछौँ अनि त्यसपछि अडिसन दिने हो पशुपति दर्शनमा आइसकेछौँ हाम्रो केशव सर हुनुहुन्छ जय शम्भो हामी त्यस्तो दर्शन गरेर अनि चाहिँ हामी डान्स गर्न जानेछौँ म त किन्छु भइहाल्यो त अनि अरूले बाती साथी धुप हाल्नु नि पर्दैन सबले सबैले पर्छ फाल्टै फाल्टै हाम्रो ग्रुपले सबैले एकचोटि गरेर हुँदैन त यहाँ रहते हमारा महादेव त्यहाँ गरिराख्नु है 50 को भाइ 50 रुपियाँ कति छ 50 अब चाहिँ हामी पशुपतिनाथको र महादेवको दर्शन गरिसकेपछि अब हामी रुम जाँदैछौँ रुममा ड्रेसअप गरेर अनि चाहिँ हामी खाजासाजा खाएर अनि चाहिँ हामी फिल्डमा जान्छौँ नाच्नको लागि लगाइदिन्छ होइन गाइस अब चाहिँ हामी चाहिँ जाँदैछौँ नाच्नको लागि सबै रेडी भएर सबजना केटाहरू आइरहेको छ देख्न सक्नुहुन्छ है लाइन लागेर हामी चाहिँ अडिसन हुनुसम्म जाँदैछौँ गाइड सबैजना त्यो हाम्रो काठमाडौँको अडिसनको यात्रा सक्यो कस्तो भएर छ तिमीहरूलाई के भएर छ केटा यता यता हाम्रो ढुक्क यता के छ नमस्ते नमस्ते यता कस्तो फिल भइरहेछ एकदम खुसी पनि भइरहेको छु यता हाम्रो सर तपाईँलाई अडिसनको यात्रा सक्यो कस्तो लागेको छ यता चेलीहरू मैले केही सुनिन सुदर्शन सरलाई अडिसनको यात्रा कस्तो लागेछ के भन्नु यात्रा त दामी हो अँ तर सबै डान्स टिचरले पैसा खाएको पैसा खाएको ल सुता हेर न गाइस सबै सुतिरहेको छ नि हामी मात्रै हो हामी चाहिँ मुभी हेर्दैछौँ होइन हामी चाहिँ मुभी हेर्दैछौँ होइन पानी भरौँ हेर गाइस पानी नै पानी भेला पानी भेला बाह्र बसेर चाहिँ एक बोतल 2 बोतल 3 बोतल 4 बोतल यहाँ पनि लुकायो 5 बोतल पानी लुकाएर चाहिँ यस्तो छ मान्छे पानी यहाँ राखेको थियो कि पोखेको हो मैले बुझेको आइपुग्न आँट्यौँ तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो नेपालको हालत चाहिँ यस्तो छ है त्यो बाबेले समुद्र पहिले नै भरिदिइसकिसक्यो अब के भन्न चाहनुहुन्छ सुजन यसमा यसमा के भन्न चाहन्छु यस्तै देशमा यस्तै भने बाढी पहिरो छिटो आउँछ बाढी पहिरो छिटो आउँछ